सो गाइस आई एम प्रिन्स रौनियार एन्ड मैले चाहिँ यो प्लेटफर्मबाट एक हप्तामै 10,000 अर्निङ गरिसकेको छु। र यो कुन प्लेटफर्म हो, कसरी अर्निङ गर्न सकिन्छ र कसरी तपाईँहरूले चाहिँ धेरै अर्निङ गर्न सक्नुहुन्छ त्यसको सम्पूर्ण जानकारी चाहिँ मैले यो भिडियोमा दिएको छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई एउटा लाइक गर्न चाहिँ नबिर्सनु होला, किनकि यस्तै भिडियोहरू चाहिँ मैले यो च्यानलमा अपलोड गरिरहेकै हुन्छु। सो तपाईँहरूले चाहिँ यसको सम्पूर्ण जानकारी दिनेछु, तपाईँहरू चाहिँ स्किप नगर्नु होला र यसलाई चाहिँ कसरी तपाईँहरूले चाहिँ लामो समयसम्म गर्न सकिन्छ, राम्रो प्रफिट अर्न गर्न सकिन्छ त्यो सबै नै भनिदिनेछु। अब चाहिँ भिडियोतर्फ लाग्नु। नम्बर 1 मा चाहिँ यो जानिराखौ कि डिजिटल मार्केटिङ भनेको के हो। डिजिटल मार्केटिङ भनेको तपाईँहरूले यस्तो बुझ्न सकिन्छ कि कुनै पनि स्किल्स डिजिटली सिकेर त्यसलाई चाहिँ एफिलिएट गरेर कमाउन सकिन्छ। फेरि एफिलिएट मार्केटिङ र डिजिटल मार्केटिङ छुट्टै हुन्छ। सो मैले चाहिँ तपाईँहरूले एज अ डिजिटल मार्केटिङ युज गरेर कसरी कमाउन सकिन्छ मैले त्यसको चाहिँ भनिराखेको छु। सो डिजिटल मार्केटिङमा धेरै कुराहरू हुन्छ, जस्तै कि भिडियो एडिटिङ, अन्य धेरै कुराहरू हुन्छ हैन, ट्रेडिङ हुन्छ एन्ड मेनी मोर हुन्छ। सो तपाईँहरूले चाहिँ यसलाई एनालाइज गरेर हैन, यसलाई चाहिँ तपाईँहरूले युज गरेर तपाईँहरूले मजाले डिजिटल मार्केटिङ गरेर अर्न गर्न सक्नुहुन्छ। र डिजिटल मार्केटिङ कसरी गर्ने र कसरी त्यसलाई चाहिँ एफिलिएसन गर्नुपर्ने हुन्छ त्यसको सम्पूर्ण जानकारी चाहिँ मैले स्टेप बाइ स्टेप बताउने छु। सो नम्बर 1 मा चाहिँ डिजिटल मार्केटिङ भनेको बुझ्नु भयो हैन। अब चाहिँ नम्बर 2 तर्फ लाग्यो। र नम्बर 2 मा चाहिँ तपाईँहरूलाई यो काम गर्न तपाईँहरूले कुनै पनि सर्टिफिकेटहरू चाहिँदैन हैन। अनि तपाईँहरूलाई चाहिँ एउटा मोबाइल हुनुपर्ने हुन्छ र 2 घण्टा टाइम पनि हुनुपर्ने हुन्छ। दैनिक तपाईँहरूले 2 घण्टा टाइम दिनुपर्ने हुन्छ र तपाईँको इन्टरनेट कनेक्सन चाहिँ एकदमै राम्रो हुनुपर्छ। सो तपाईँहरूले यो काम गर्न सक्नुहुन्छ र कम्तीमा पनि तपाईँहरूले महिनाको 20 देखि 30,000 मजाले कमाउन सक्नुहुन्छ। तपाईँ ढुक्क हुनुहोस्, तपाईँले मलाई चाहिँ जोइन गर्नु होला। मेरो WhatsApp नम्बर चाहिँ यहाँ डिस्क्रिप्सनमा मैले हालिसकेको छु। सो अब यो चाहिँ कुन प्लेटफर्म हो, कसरी गर्ने हो त्यो चाहिँ अब मैले मोबाइल स्क्रिनतर्फ लागेको। ल त तपाईँ मोबाइल स्क्रिनतर्फ जाउँ। सो गाइज यहाँ तपाईँहरूले चाहिँ मेरो मोबाइल स्क्रिन देखिरहनु भयो होला। सो यहाँ मोबाइलमा हेर्नु होला है त, स्टेप बाई स्टेप मैले बताइदिनेछु। सो तपाईँहरूले चाहिँ यहाँ क्लिक गर्नु होला गुगलमा। सो गुगलमा क्लिक गरिसकेपछि त्यहाँ तपाईँहरूले सर्च गर्नु होला डिगिकन भनेर। मैले पनि यहाँ डिगिकन सर्च गर्दैछु, DIGIKORN डिगिकन सर्च गर्नु होला। मैले सर्चमा क्लिक गरिदिसकेँ। अनि डिगिकन सर्च गरिसकेपछि त्यसपछि तपाईँहरूले यहाँ सुरुमा जुन वेबसाइट आउँछ डिगिकन भनेर त्यहाँ चाहिँ क्लिक गर्नु होला। डिगिकनमा क्लिक गर्नु होला। सो डिगिकनमा क्लिक गरिसकेपछि एकछिन चाहिँ हामीले वेट गर्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ एक्सप्लोर प्रोग्राम छ। एक्सप्लोर प्रोग्राममा पहिला सुरु यहाँ तपाईँहरूले प्रोग्रामहरूको बारेमा मैले भनिदिन्छु कुन कुन प्रोग्राम छ। सो यहाँ हेर्न सक्नुहुन्छ इलाइट प्याकेज छ 1699 मा तपाईँहरूले चाहिँ एफिलिएट मार्केटिङ, पर्सनल ब्रान्डिङ प्लस 24/7 कस्टमर सपोर्ट तपाईँहरूले पाउन सक्नुहुन्छ र यो युज गरेर तपाईँहरूले महिनाको 20,000 मजाले कमाउन सकिन्छ है त। अनि दोस्रोमा रहेको छ प्रिमियम प्याकेज 2999 मा रहेको छ। यो पनि राम्रो कोर्स हो, सबभन्दा बेस्ट कोर्स हो प्रिमियम प्याकेज मिडको लागि। अनि एउटा रहेको छ प्रो प्याकेज। जुन प्रो प्याकेज लिनुभयो भने तपाईँहरूले यो दुईटा प्याकेज लिनु पर्दैन। सो तपाईँहरू चाहिँ स्टार्टिङ तपाईँहरूले 1699 इलाइट प्याकेजबाट गर्न सक्नुहुन्छ र प्रिमियम प्याकेजबाट पनि गर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँहरूको चोइस हो। सो तपाईँहरूले चाहिँ यो लिनुभयो भने तपाईँहरूले चाहिँ इनरोल नाउमा क्लिक गर्नुपर्ने हुन्छ। जस्तै मैले इनरोल नाउमा क्लिक गरिसकेँ। अब यहाँ चाहिँ तपाईँहरूले आइडीहरू बनाउनु पर्ने हुन्छ। सो फुल नेम, इमेल एड्रेस, फोन नम्बर, एभ्रिथिङ मैले यो तपाईँहरूलाई चाहिँ WhatsAppमा भनिदिने छु। मेरो WhatsApp नम्बर र WhatsAppको ग्रुप लिङ्क चाहिँ डिस्क्रिप्सनमा रहेको छ र यो कसरी जोइन गर्ने के गर्ने त्यसको सम्पूर्ण जानकारी चाहिँ मैले WhatsAppमै दिनेछु। यदि तपाईँहरू साँच्चीकै जोइन हुन चाहनुहुन्छ भने कृपया जोइन गर्नु होला। आई विल गाइड यु हैन, तपाईँहरूलाई गाइड गर्छु हैन, एभ्रिथिङ गाइड गर्छु, एट द इन्डसम्म गाइड गर्ने हो। सो तपाईँहरू ढुक्क भएर आउनु होला। सो अब चाहिँ अर्को भिडियोमा लागौँ। तपाईँहरूलाई प्रुफ चाहियो भने तपाईँहरू WhatsAppमा आउन सक्नुहुन्छ। मैले त्यो सब हेराइदिनु छु तपाईँहरूलाई अर्निङहरू, किनकि युट्युबको करिकुलम अनुसार, युट्युबको रुल्स अनुसार यहाँ चाहिँ तपाईँहरूले हेराउन मिल्दैन। सो अब अर्को भिडियोमा भेटौँ।